हेलो एभ्रिवान, हाम्रो यसके च्यानलमा हजुरहरूलाई स्वागत छ। आज म विशेष गरी मुला अनि बर्काउली र मटरको साँधेको अचारको रेसिपी लिएर आएको छु। यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि मन पर्यो भने यसै गरी बनाएर पनि खानुहोला। हरियो खुर्सानी छ भने हामीहरूले यसरी काटेर राख्न सकिन्छ। त्यस्तै लसुनलाई पनि मसिनो गरी काटेर राख्न सकिन्छ। अनि तोरीको गेडा छ भने पनि यसलाई भुटेर चिसो भइसके पछाडि राम्रोसँग पिसेर राख्न सकिन्छ है। यतिको मसिनो हुनुपर्दछ, देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, यसले अचारलाई एकदमै टेस्टी बनाउँदछ तोरीको गेडाले। त्यसै गरी एउटा तामा थोरै तेल राखेर अघि काटेको लसुन अनि खुर्सानीलाई रातो गराएर फुराउन सकिन्छ। यस्तो रातो भइसके पछाडि हामीहरूले प्रयोग गर्न सकिन्छ। त्यस पछाडि आवश्यकता अनुसारको मुला अनि बर्काउली र मटर लिन सकिन्छ। अनि मुलालाई हामीहरूले यत्रो यत्रो पिसमा काट्न सकिन्छ। अनि 1-2 दिन जति घाममा हल्का पानी सुकाउनको लागि हामीले छोडिदिनु पर्छ। यतिको भइसके पछाडि हामीले अचार मोल्न सकिन्छ। मैले चाहिँ भुटेर पिसेर राखेको भाङ्गोको थोरै धुलो राखेको छु। त्यस्तै गरी रातो खुर्सानी राखेको छु। अनि आवश्यकता अनुसार थोरै टिमुरको धुलो पनि राख्न सकिन्छ। त्यस्तै मैले सिलामको धुलो राखेको छु अनि स्वाद अनुसार नुन राखेको छु। त्यस्तै थोरै मैले भुटेर पिसेर राखेको धनिया र जिराको पेस्ट पनि राखेको छु। अनि लास्टमा चाहिँ मैले बेसार राखेको छु। त्यसै गरी अघि रातो बनाएर राखेको लसुन र खुर्सानीले चाहिँ बेसारको माथि राखेर झानेको छु। ल हेर्नुहोस्, देख्न सक्नुहुन्छ। बेसारको माथि राखेपछि बेसार गनाउँदैन, त्यही भएर मैले तेलले चाहिँ बेसार माथि राखेको। मैले मटरको गेडालाई पनि हल्का तातो गराएर राखेको छु, देख्न सक्नुहुन्छ। हामीहरूले यसलाई राम्रोसँग मिक्स गरेर राख्नु पर्दछ। यसरी बनाएको अचार चाहिँ दैनिक प्रयोग गर्नको लागि एकदमै इजी र मिठो टेस्टी हुन्छ है। पाहुना आउँदा पनि हामीहरूले प्रयोग गर्नको लागि एकदमै सहज हुन्छ। हजुरहरूलाई पनि यदि मेरो रेसिपी मन पर्यो भने यसै गरी बनाएर खानुहोला। सबैको आफ्नै तरिका हुन्छ बनाउने है। एकदमै मिठो र टेस्टी भएको छ। यसरी मैले बट्टामा एकदम मजासँग खाँदेर राखेको छु। खाँदेर राखिसके पछाडि 1-2 दिन घाममा राख्नुपर्छ। अनि यो अचार चाहिँ एकदमै मिठो हुन्छ, एकदमै टेस्टी भएको छ है। थ्याङ्क यू सो मच फर वाचिङ। यदि मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला। च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।